सपनीमा भेट हुने विपनीमा नहुने सपनीमा भेट हुने विपनीमा नहुने आज च्याट्ट मौसमले साथ दिएछ। हेलो नमस्ते हजुरले सम्पूर्णलाई फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। अन्त हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु हैन। अन्त साथै हैन ढिलो भए पनि नयाँ वर्षको हजुर सबैजनालाई शुभकामना भन्न चाहन्छु। अन्त त्यही हो हैन, म पनि अब भर्खरै आइपुगेको छु हैन। अन्त यता दमोली साइडतिर चाहिँ हैन त्यहाँ चाहिँ दोस्रो राष्ट्रिय मौलिक कौरा सम्मेलन कार्यक्रम छ हैन। अन्त त्यहाँ चाहिँ म पनि जानु पर्ने भन्ने सोचिराखिरहेको छु। अब भर्खरै आएको, अलिकति रेस्ट पनि गर्न पाएको छैन हैन। अन्त अलिकति फ्रेस हुन्छु, त्यसपछि उतातिर निस्किन्छु। उता चाहिँ जहाँ चाहिँ तनहुँको रिसिङ गाउँपालिका 1 झापुटारमा चाहिँ हैन यतिखेर 2 दिने राष्ट्रिय मौलिक कौरा सम्मेलन कार्यक्रम भइराखेको छ हैन। अनि म पनि त्यहाँ जानेछु। अन्त त्यताको माहौल कस्तो हुनेछ सो हजुरलाई देखाउने छु। झपटा राइसकेको छ है ल कौरामा चाहिँ झापुटार भनिदिनु त कुन ठाउँमा आउनु भएको रे? हामी चाहिँ दमोली मगर समाज सुधार समितिबाडी हाम्रो दोस्रो मौलिक कौरा सम्मेलनमा एउटा पार्टिसिपेट गर्न आइरहेको छौँ। हाम्रो स्टेज सो प्रोग्राम छ झापुटारमा होइन रे? हामीले बर्थडे चलेको छ भने त्यसै लिँदैछौँ। खुसी छ हामी भरपुर मनोरञ्जन दिलाउँछौँ भन्ने विश्वास छ। र हाम्रो स्वास्थ्यको लागि पनि ठुलो जरुरी छ। बधाई छ तपाईँहरूलाई, राम्रो प्रोग्रेसन देखाउनु।
सुधार समिति मगर समाजबाट चाहिँ बमोलीबाट चाहिँ दाइहरू आफ्नो प्रतिष्ठा देखाउन जाँदैछ है। सन्तुलन पनि सन्तुलन पनि गराउने हामीले भोलि आफ्नो नानीहरूलाई पनि यो सिकाउँदै लाने। हजुर, यो चाहिँ तपाईँको युट्युब थ्रु सोसियल मिडियाको थ्रु उनीहरूले पनि सिक्दै जान्छ। हजुर, यसलाई चाहिँ जीवित राख्नको लागि चाहिँ हामीले चाहिँ यो कोसिस गर्दैछौँ। यो राष्ट्रिय दोस्रो मौलिक कौरा सम्मेलन नेपालमै भइरहेको छ। यो पूर्व पश्चिम जति पनि पूर्व पश्चिम नेपालको जति पनि मगरहरू हुनुहुन्छ, जस्तै कि यो 18 मगर 12 मगरमा यसको बारेमा तपाईँहरूलाई भोलि पर्सि फेरि अझै बताउने छु। यो कहीँ रोल्पा भयो, रुकुम भयो, त्यो ठाउँको मान्छेले यो कौराको बारेमा जानकारी छैन। फेरि पनि उहाँदेखि पनि मान्छेहरू आइरहेको छ यसको लागि सिक्लाइको लागि। हाम्रो संस्कार के रहेछ त हिजो त्यसलाई बचाउनको लागि। ल यही छ, धन्यवाद। कताबाट हो बाटो चाहिँ अब अनि लो गुनी अब अनि सुरु गरिहाल्छ। गीत चाहिँ नि पहिला देवी देवता मगर भाषामा छ न, देवी र देवता देउराली छोड्ने है कानको के राक्षा जाति। अनि अर्को एउटा पनि मगर भाषामा कान राखा भान्सीको घेरमा नलेमाने फेरेप फेरेप कान्छो नाम यो त्यसमा मगर होडिना ए लास्टमा एउटा चुक्का भन्छ बिचमा नेपाली भाषा अर्को पनि दिनुपर्छ भने मिठाई सिठाई दिएर के दिएर होइन जसरी हुन्छ लुटु पुटु बनाउनु पर्यो। ल लास्टमा चुड्का चाहिँ भाकेमा मगर भाषा अब भेट त भइसक्यो। अब त्यो बेलामा भाके मायोगले उडित माया लेबेमु डेके मायोग छुट्टिन सक्दैन कति माया छ भनेर भन्न पनि सक्छ। यस्तो गाह्रो भयो बाबु त्यहाँ पनि हुन्छ प्र्याक्टिस
रक्षा जाने
Hey,
दोस्रो राष्ट्रिय मौलिक कौरान सम्मेलन 2083 को संयोजक आदरणीय पवन थापा मगर्जीलाई माइक्रोफोन धेरै धेरै धन्यवाद छ कार्यक्रम सञ्चालक तर्फाएर बसिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसपश्चात भिमात नगरपालिकाको प्रस्तुति रहनेछ। अत्यन्तै तयारी अवस्थामा रहनको लागि हार्दिक अनुरोध गर्दछौँ। समयमा स्टेजमा आइपुग्नु भएन भने हामी अर्को समयलाई यहाँ आमन्त्रण गर्नेछौँ। र नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय म चाहिँ होइन प्रोग्राम भएको ठाउँबाट निस्किसकेको छु होइन। अब बेलुकाको समय पनि भइसकेको छु। अन्त यो चाहिँ रिसिङको झापुटार गाउँपालिका नै पर्छ होइन, एकै हो क्या हो। अन्त अब बेलुकाको समय पनि भइसकेको छ, फेरि मलाई निस्किनुपर्छ। अनि मौसमले पनि अलिक च्यालेन्ज दिइराखेको छ है, पानी पर्ला जस्तो भइराखेको छ। अन्त सो यता बाटो छ है यस्ता त्यता चाहिँ उता त्यो करिना पाठा नगरको घर हो रे। सो त्यही हो, अब बेलुकासम्म बस्ने थियो होइन। मौसमले पनि च्यालेन्ज गरिराखेको छ अनि त्यही भएर। अन्त दोस्रो मौलिक कौरा राष्ट्रिय कार्यक्रम चाहिँ होइन तनहुँ जिल्लाको रिसिङ गाउँपालिका झापुटारमा भएको थियो होइन। म पनि हेर्न आइपुग्यो होइन। कार्यक्रम चाहिँ एकदम राम्रो थियो है, 2 दिन थियो है। सो यहाँबाट अब निस्किन्छु। यहाँबाट निस्किएर म दमोली गाडी चढेर निस्किनु पर्ने हुन्छ, त्यही भएर